यसलाई सानोमा यसलाई रमाले के भन्छ पुजी पुजी भन्ने बोलाउने खै स्प्रे ल्याउने यार त्यो स्प्रे ल्याउने हाम्रो कता जाने यार कहाँ जाने होइन नजाने यतामा नजाने धेरै पोख्न जाने र गाडी लिएर जाने एक घुम्न जाऊ न एक के घरमा बस्नु यार घरमै के गर्नु चुडीका प्यान्ट के भेट्ने त्यसो गर्नु नि र भोलि भनिदिनु न नबुझेको दुईजनाले मात्रै सुट चुनेछन् दिन 3 जनाको भइसक्यो पर्सि नाच गर्यो भने टीका लगाइदिनु भयो नि टीका रङ माला आवश्यकमै हो पूजा र भान्जीले सँगै राखिदिनु भएको पनि हुन्थ्यो त नारायणलाई एउटै मालाले भइहाल्थ्यो त हातसम्म त त्यही त छाले सत्यमा त्यसरी माला मारा हिँड्छन् नि आज अब दिनुभयो भयो पैसा दियो 1000 दे यत्रो दूर आएको छिन् कति छ खोला त बबी दियो लिफाफा यसले 100 रुपियाँ हालेको छ मलाई थाहा छ ठुलो मान्छे जस्तो बस्नु भन्छ छ बसमा बाबासँग काहीँ के हिमेश मामा आएछ ओखर घुमाएर उहाँ बाहिर फुटाउने ढोकामा राखेर म सिकाइदिन्छु है यिनीहरूले के पिनेर सबै हामीलामा बुढी भएकोहरू सबै घामले पाकेकाहरू सबै अनि उ त अत्तर छर्किदिनु मामालाई अत्तर पुरै मन पर्छ मामाले मलाई लगाइसक्नु अघिदेखि नि गनाउँछ त अत्तर अघि मसँगै गनायो सीताला बोला उता 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 चोक्नु त धेरै ढाडी पल्लोपट्टि चोक्नु अर्को नयाँ छैन के यहाँ बस्छ यसरी सुताएर नगर्नु यसरी गर्नु मेगा ए फुपू हैन के रे पूजाले गरेर कुदेर गरेर सीतालाई बोलाएर आइज त के ल्याउनु छ भने के लिएर आउनु भनेर हापे छिन् फोन पनि नलिकिन बोल्छिन् हापे धेरै बाटो लाउनु तपाईको फोन आयोครับเราก็ไปเที่ยวครับสะดวกไหมครับพรุ่งนี้ช่วงไหนก็ได้นะครับเราวันนี้ก็เราปิดร้านครับ बहिनी जस्तो देखिन्छ เชื่อพรุ่งนี้นะครับ आमा जस्तो देखिन्छ दिदी बहिनी आमालाई हात गरिदिने त बाबालाई चाहिँ गर्दिने त्यही भएर यो माथि छ भिडियो खिच्दै छ मार्न मामी र मार दिदीले हात पगरे छिटो छिटो अनि पूजा दिदीले हात पग्छ छिटो छिटो तिमी पनि गर्दैौ जरी छैन सामान दिँदैन पनि छैन यस्ता
अब लगाइदेऊ यो साल चाहिँ खाली भित्र गएर पुलिन मात्रै गर्छु सबै सामान झार्नु बच्चाको कामै यही हो त के गर्नु अब दादाले यो बियर गर्दै बसेको के रङ छ सबै पूजाले लगाइदेऊ राम्रो माछा के छ कसले मेरो माला त पुरा नि सबैको भन्दा त पूजाले राम्रो पूजालाई लगाइदिए नाराले अहिले लागिन्छ अलि ठाडो भयो त बबी नानी निकी बुहारी पुरा ढोका खोली चाहिँ पंखा नगर पंखाले बत्ती निक्छ ढोका खोल बात गरेको दिउँसो सुत्तिने सुत्थे अनि ल केटा मान्छे जस्तै देखिको है यता हेर्दा मैले हेर्छु वाउ ब्युटिफुल पूजालाई लगाइदिए नाराले अब तिमी एउटै हो आमा एक्लै हुन्छ छोरी एकैजना हो दिदी बहिनी कतिजना आमाको दिदी बहिनी छैन होइन तिम्रो अस्ति तर गएँ नि म गइनँ देख्नु भएन म जान त पाइनँ घरमा बहिनी त बिहा कति यो पूजा पूजा अब 13 वर्ष खेला 13 कि भन्छ 14 कि पूजा नजिक ठुली हो यो पूजा महिना रबिना हैन रविना टन्डन रबिना